सब माया सबजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ खेल मुभीको चाहिँ ट्रेलर आएछ कस्तो छ त हामी ट्रेलरलाई रिभ्यू गर्छौँ है त सबैजनाले हेरौँ अनि पछि हामी रिभ्यू गरेपछि भन्छौँ यो फिल्मलाई हेर्न जाने कि नजाने होइन ल सबजनाले माया गरिदिनु होला लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त ल हेरौँ है त हामी OSR Digital, entertaining the nation. इन्टरटेनिङ द नेसन 17औं शताब्दीमा दादुराको महामारी फैलिएको थियो रानीलाई पनि त्यो रोग लागेको थियो राजाले शीतला देवीको मन्दिर बनाएका थिए रानीलाई है सुरुमै अलिअलि हरर त्यो रोग लागेको थियो राजाले शीतला देवीको मन्दिर बनाए यो बोर्डलाई के भन्छ अरे नाम बिर्से होइन तर यो बोर्डबाट भूत बोलाउन मिल्छ भन्छ नि हो ल होस्टेलमा यो बोर्ड लिएर आयो रानीलाई त्यो रोग त निको भयो तर उनको सुन्दरतामा कमी आइसकेपछि उनले आत्महत्या गरे त्यहाँ रोग फैलिरहेछ नाग रिसायो भने रोग कहिले निको हुँदैन यो सर्ट बवाल छ है बब्बाल म यो राति सपनामा देखे हो कि साँच्चीकै यो सर्टै हाने है कहाँ के गरेर खिचे हो कि भिएफएक्स गरे हो कि यो के हो बडा सर्ट हाने खा डाक्टर धामी झाँक्री के चाहिँ गरिएन पानी बिग्रेको छ शराब रोहन मलाई तिम्रो एउटा हेल्प चाहिएको छ त्यसको के लक खोलिदिनु पऱ्यो क्या त्यो दिन हामीले ब्ल्याक म्याजिक नगरेको भयो हुन्थ्यो ब्ल्याक म्याजिकको कुरो रहेछ केटा यहाँ ब्ल्याक म्याजिक हुन्छ नि काला जादुको कुरा रहेछ है मैले थाहा पाइसकेँ मलाई यो बक्साभित्रबाट के निस्क्यो ओए 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 मलाई त किन भन्नै पर्दैन क्या आज बिहान मलाई प्याङ गरिरहेको थियो एउटा घातक खेल Science versus myth. यो खेल खेलेको थियो नि उसलाई के भयो के पत्ता लगाउनु यो रोग किन यसरी फैल्यो यो पानीको कारणले हुन सक्छ के हो यो है बडा खूब ठुलो खेलाडी सोध्छ छैन यो फिल्म हेर्न चाहिँ मजै आउला जस्तो छ है अलिअलि कल्चरल मिथ अनि अलिअलि गएर ब्ल्याक म्याजिकको कुरा सब स्पाइसी क्या अनि साथी बीचको सम्बन्ध सब देखा छ यार हेर्दाखेरि नि मजा आउला जस्तो छ स्पाइसी छ जस्तो लाग्यो है फिल्मै अलिकति हेर्दाखेरि नि नुनो पिरो अमिलो ट्वाक्क भन्छ नि त्यस्तै खालको लाग्यो सब कुरा मिसाएर बब्बाल बनाएको छ जस्तो छ है केटा माया छ है माया छ केटा यो फिल्म चाहिँ हेर्नै जानुपर्छ यार नेपालमा पहिलोचोटि हरर फिल्म बब्बाल बने जस्तो लाग्यो है अहिलेसम्म हरर भनेर हेर्नु भयो जम्मै कमेडी हुन्थ्यो यो चाहिँ हररै जस्तो छ है केटा हेर्न मजा आउला जस्तो छ सबजना हेर्न जानुपर्छ यार वैशाख 12 गते खेल ल अलिकति स्पाइसी छ जस्तो लाग्यो फिल्म पनि टक्क लाग्यो सब कुरा मिलाएर बवाल बनाएको छ जस्तो छ सबजना वैशाख 12 गते 25 अप्रिलमा हलमा जाउँ खेललाई हेरौँ सबैले माया गरौँ अनि पछि लास्टमा डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब द च्यानल माया छ है त